नमस्ते साथीहरू। आज मलाई बिहानै बाबुले स्कुल जाने बेलामा मामु आज म क्यान्टिनमा खाजा खान्छु है, मलाई पैसा दिनुस् भन्यो है। कहिले अनि मैले भने तिमीले त कहिले पनि क्यान्टिनमा खाना रुचाउँथेनौ त, किन त नि आज पैसा मागेको भनेको है। अनि मेरो बाबुले के भने आज खाजा चाउमिन र अन्डा छ स्कुलमा क्यान्टिनमा, अनि त्यही भएर मलाई आज पैसा दिनु मामु, म आज पैसा लिएर जान्छु भने है। अनि त्यो खाजा त मैले बनाएँ भने अनि घरमा बनाइहाल्छु नि त, तिमीलाई किन अनि अहिपछि पनि त मैले बनाउँछु, अनि आज चाहिँ किन क्यान्टिनमा खान मन लाग्यो त भनेको त मेरो बाबुले हो हजुरले यही भन्नुहुन्छ भन्ने थाहा थियो, त्यही भएर मैले भनेको मामा आज मलाई खाजा चाहिँ चाउमिन अन्डा खान मन लागेको छ भन्यो है। त्यही अनुसारले साथीहरू मैले आज चाहिँ एकदम सादा बच्चाहरूले खाने भएर एकदम घरमा जे छ अर्ग्यानिक मसलाहरू राखेर चाहिँ चाउमिन बनाएको होइन। मैले यो एकदम घरमा जे छ अब अहिलेको सिजनमा हुने तरकारीहरू राखेर बनाएको छु होइन। अनि धेरै पिरो पनि खाँदैन नि त बाबुले। अनि त्यस पछाडि आजभोलिको सिजनमा अनुसारले चाहिँ यो गाजर छ नि त, आजभोलि त गाजर उत्पादन भइरहेको छ होइन, अर्ग्यानिक गाउँबाट ल्याएको गाजर। अनि त्यसले चाहिँ काटेर मैले चाहिँ यो पनि याद गरेँ होइन। अनि त्यस पछाडि यसलाई यसो चलाएर चाहिँ अनि एकदम बच्चाले कसरी रुचाउँछ त्यही अनुसारले चाहिँ मैले थोरै सोया सस राखेर अनि मैले चाहिँ चाउमिन एड गरेँ। हजुरहरूले कसरी बनाउनुहुन्छ, कसरी भूमिका खेल्छ क्या आजभोलिको बच्चाहरू, कति चलाख के हेर्नु न कसरी भूमिका बाँधेर भन्यो मेरो बाबुले। मैले चाहिँ यसरी बनाएँ, हजुरहरूले चाहिँ के गर्नुहुन्छ कमेन्ट गर्नु होला। मेरो भिडियो हेरिदिनु भएको पनि धेरै धेरै धन्यवाद। मेरो चाउमिन पनि रेडी भयो। थ्याङ्क यू सो मच।